ल हामीहरु हेलो गाइस हामीहरु नुहाउन जाँदै छौं हैन हेलो गाइस हामीहरु चिसो मौसमको पानी तातोको मेरो जलवाको मेरो आको के त्यहाँ माथि यहाँ होइन यहाँ नहुने हो र माथि पो हो अस्ति आएको गाडीको बाटो यही हो हजुर के अरे हातले ल्याएको छु त तिमी नुहाएर भरे नाना नलाइकन आउनु नि त ल तिमी नुहाइसकेर नाना नलाइकन आउनु नि त अगाडि हिँड न तिमी बाबा आज हामीहरु टिभीमा त नारुतो हेर्छु अनि गर्यो अनि गामे गोकु आउँदैन जुजु काइस नआउँछ नारुतो आएको अनि त गाम बिस्तारै आउँदैन मोटु पल्लु बे आउँछ जोर बच्चाको जोर आउँछ अनि चिन्छन् नोबिता अलि छिटो हिँड कड्डु पनि बाङ्गो लगाएको छ भाइलाई खुसी मिलिरहेको छ यता खुसी मिलिरहेको छ ठुलो मम्मीको घरमा यहाँ धान खेती रहेछ हजुर अनि हामी धेरै रास्ताबाट आएको नि धेरै पर रास्ताबाट आएको हो हजुर अल्छी हिँड न हामी पछि भयौँ लडिन्छ बिस्तारी भाइ लड्छ है बिस्तारी Hey.
यहाँको धारा नुहाउने ठाउँ अब यहीँनिर स्नान गर्ने हो त्यहाँ गर्नु हुँदैन छि यता आएर धारामा त्यहाँ सु गर्नु हुँदैन लड छ है भाइ लड छ है यता बाहिर आएर यता कहाँ चढ आयुष छोडिदियो आयुष पानी धमिलो आयो पानी धमिलो आयो नि त ए पानी थोरै भइसकेछ थोरै सफा भयो ए कहाँ चढेको हो तिम्रो त ल यो माथि चढ्नु हुँदैन त खै भाइ लड्ला है भाइ बिस्तारै हिँड है नुहाउने काम पनि सकियो छिटो हिँड साबुन झर्ला साबुन हेर्दै हिँड आयुष भाइलाई आगे जान देऊ भाइ थाक्यो कि क्या हो भाइ थाक्यो साबुन त्यसरी छुनु हुँदैन हातमा मैला लाग्छ ठिक छ छिटो गर छिटो मम्मीलाई म कस्तो भए भनेर सोध्नु ल भाइले ल सुनिदिन्छन् म कस्तो भए भनेर सोध्नु ल मम्मीलाई
छ मलाई त्यो लुगा अब भाइको लागि हो बाबा ने माथि हाल्ने ल ल नि हैन ल ओके एकछिन नम्बर पढ्नको तपाईँ ए ए बाटो हेरेर हिँड्नुपर्छ नभए एक्सिडेन्ट हुन्छ सुत्नु भएन अनि भाइले कत्रो काम गरेछ उ साबुन बोकेर साबुन नझारिकन भाइले साबुन नझारिकन बोकिराखेको छ बिस्तारी है झर्छ है यसरी हिँड्दा त झन् झर्छ अब आइसक्न आँट्यो हाम्रो घर ए यहाँ ओह्रालोमा ब्रेक लाउँदै हिँड्नुपर्छ है हाम्रो गाडी हेर हजुर हो हो र सानेको होला भनेर ल्याएको थिएँ त्यो पनि ठिक्क भइरहेको त अनि बिस्तारै लड्छ है त्यहाँ माटोबाट चढ्न आँटेको ल आगे देखेर बाटो हेरेर ओ लडिन्छ बिस्तारी एकछिन गिर जाएगा